वेलकम ब्याक टु आवर युट्युब च्यानल। सबैजनालाई स्वागत छ नयाँ भ्लगमा। अनि आज चाहिँ साथीहरू अब हिजो घरपट्टि माइतपट्टि लगाइसक्यो। अब आज चाहिँ हामी जाँदैछौँ बुढा मामली, यानि कि मुमाको मामलीतिर है। अब मुवाको मामली भनेपछि त हाम्रो त बुढा मामली भइहाल्नु भयो। अनि हामी चाहिँ बुढा मामली जाँदैछौँ आज बालुखुडीतिर टिका लाउनको लागि। अनि सो यहाँनिर कोसेली आधी उधी चाहिँ मलाई मुवा र डेडले छोड्दै जानुभएको छ। मुवा डेडी हिँडिसक्नुभयो, यहाँ छ। अनि अरू चाहिँ मुवा र डेडले लिएर गइसक्नुभयो। त्यसमा चाबी लगाइदिनु अनि चाबीमा। अनि त्यस पछाडि अनि अब यो कोसेली के अरे के साह्रो पेहाल मान पो हुनुभयो त हौ तपाईँ त। दुई लिटरको हिसाबले हिसाब गर्न कति लिटर छ अन्त नि फेसबुकमा आइरहेको थियो स्टार्ट 10 लिटर दसैँमा कोसेली चाहिँ लान्छन् अनि यो कोकको गिलास चाहिँ घरैमा छोड्छन् भनेर गाडीमा राखेर लाने हो नि त। अब हाम्रो पनि अब त्यही हो, सबैकामा अब कोक चाहिँ लग्यो, गिलास चाहिँ घरैमा राखियो। गिलास चाहिँ अब 6वटा कि कतिवटा हुन्छ बोकेर हिँड्ने कुरा पनि भएन नि त। गिलास 6वटा पनि भएन। लाने भनेको कोको अब त्यो ढोका पनि तान्दिनु। हाम्रोमा चाहिँ अब जतिवटा कोक किनेको थियो त्यतिवटा गिलास त आयो, तर गिलास चाहिँ अब घरैमा राखियो। किनभने अब त्यो सबैले गरेकै हो, अब हामीले मात्रै गरे होइन। अब गिलास लाने कुरो आएन। अब गिलास चाहिँ अब कम्पनीले दिएको हो। अब ठिकै छ, फ्रीको माल घरैमा राख होइन। उयो बसाइयो, यो स्याउ हाल्नु त त्यहाँ डिक्कीमा। स्याउ डिक्कीमा हाल्ने त्यहाँ हाल्नु। ल, यसो गर्दाखेरि सजिलो भयो। सजिलो भयो। मलाई दिने अहिले भर्यो होइन। सो त्यही हो साथीहरू, अब निस्केको हो त्यो ढोका तान्दिनु। हिजो चाहिँ हामीले मुभी हेर्न गएका थियौँ, बेलुका मुभी हेऱ्यौँ नि हामीले। कहाँ के अरे कान्ता के अरे। तर भन्नुहुन्छ भने 11:30 बजे फिल्म छुट्यो। 12:30 बजीसम्म पानी यस्तो रन्क्यो, हामी त पानी भिज्दै आएको। आयुष, म, रुबी, कान्छी होइन, हामी सबै पल्टनै भिजेर आएको। झन्डै हिजो त 300 जना थियो मुभी हेर्ने मान्छे। 300 जना हलै फुल नि, हलै फुल थियो। त्यो मल त मान्छेको भिड थियो है, सबै बसेको है त्यहाँ हामी रुमेर पानी होइन। हिजो चाहिँ मुभी हेरे जस्तो मजा आयो क्या। हेलमेट लाउनु न, लाउने कहिले हो त। हेर्नु साथीहरू, अब दसैँ पनि लगभग आज भोलिदेखि सक्यो। त्यस पछाडि तिहार लाग्यो। अनि तिहार लागिसकेपछि अब तिहारमा तपाईँहरूलाई के चाहिन्छ सामानहरू तपाईँहरूले अग्रिम अर्डर गर्नु होला, किनकि अब दसैँ आज र भोलि त हो, त्यसपछि सकिहाल्छ। अनि तिहारमा तपाईँहरूलाई चाहिने लुगाहरू भयो होइन। अब कुर्ता सुरुवाल, अब जुन हिजो मैले दसैँमा टिका दिन लगाएको थिएँ बुटीको कुर्ता सुरुवाल, त्यो पनि तपाईँहरूलाई मन पर्यो भने त्यो पनि तपाईँहरूले अर्डर गर्न सक्नुहुन्छ है। अब त्यही हो, तपाईँहरूले अर्डर गर्नु होला। तिहारको लागि अगाडि नै अग्रिम अर्डर गर्नुभयो भने मात्रै तपाईँहरूले चाहिँ अब भनेको टाइममा ठ्याक्क, अब तिहार पनि छिटो छ नि त, भनेको टाइममा लुगा पनि ठ्याक्क रेडी हुनसक्छ। नत्र भने चाहिँ ढिलो पनि हुनसक्छ। त्यही भएर तपाईँहरूले अगाडि नै अर्डर गर्नु होला। अब हामी चाहिँ एकैचोटि उही पुग्छौँ अनि भेट्छौँ। लुजाउँ अब यहाँ मुवा र डेरी टिका लाउँदै हुनुहुन्छ यहाँनिर। मुवाको माइजू हाम्रो हजुरआमा, मुवाको माउली हाम्रो बुढो माउली। मुमा बाहुन भन्दा नि माथि नै हुनुहुन्छ मुवा त। धन्न शीतल भइरहेछ नि पानी परेर, नभए कस्तो गर्मी थियो हिजो अस्तिसम्म। यतातिर त पुरा गर्मी थियो नि गाइस, के गर्नु। अहिले चाहिँ त्यस्तो धेरै छैन, शीतल छ पानी परेर। यहाँ हाम्रो क्यामराम्यान यता हुनुहुन्छ, अर्को क्यामराम्यान, उहाँले पनि यसो भिडियो सुट गर्नुहुन्छ यसरी। ल पठाइदिनु ल, लिनु रुबी अब तपाईँ क्यामेरामा। अन्त यस्तो यस्तै हाँसेर आउने हाम्रो दया आउनुभयो।
त्यसैमा खुसी रहनु रोग बिहार नलागोस् अहिलेका एउटा छोराछोरी हुन्छन् उन्नति प्रगति गर्नु बाबुआमालाई राम्रो सेवा सत्कार गर्नु गरी किनै फुर्ती पनि त नाति भन्दा उन्नति प्रगति गर्नु राम्रो गरी खानु सधैँ मान्ने जमीनलाई मान्नु आयोस् आइज आउँछु र टिका लाउन आइज छिटो 1000 1000 ल अब दिदीभाइ अब दिदीलाई अब दिदीभाइको पालो टिका लाउने ज्ञानी भएर लाउने धेरै कुचुर कुचुर नगर्ने दिदीभाइ बुढो भइसक्यो मान्छे नातिनीलाई सुखी खुसी रहनु उन्नति प्रगति गर्नु नाति सदा खुसी रहनु राम्रो पढ्नु नाति राम्रो छ होइन यो साथै राम्रो टिको लाग्यो राम्रो देख्यो राम्रो देख्यो हाम्रो आयुषलाई टिकीले सर चाहिँ कहाँ राख्यो छोरो अघि खोल्यौ अनि कति छिटो खोलिहालेको त लाउने बित्तिकै खोलखाल पारेर आयुष मेरो छोरो लाउने बित्तिकै खोलखाल पार्छ टिका टिका पनि लाउने बित्तिकै खोलखाल अनि त्यो ऊ पनि लाउने बित्तिकै खोलखाल के हो तिम्रो पारा लु यो राख मोबाइल यो पनि राख जाने माम खाने मुहाएर हेर्दा खाइसक्नु भयो तिमीले खायौ नि तिमीले पनि खाइसक्यौ नि अन्त अनि मेरो छोरो पनि खाइसक्यो अब हामी खाने टिका लगाइसक्यो अब माम खाने यता हुनु जाउँ हाम्रो मुवा एकछिन सोचेर बस्नु सक्नुहुन्न नि एकछिन सिधा हुँदा के देखिन्छ जतिखेर पुर्लुकै पुर्लुकै राम 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 मान्छे चाहिँ साह्रै अल्छी हुनुहुँदो रहेछ है तपाईँ घरमा त अल्छी हुनुभयो बाहिर चल्दा त यसो जाँगर देखाउनु नि अलिअलि त घरमा अल्छी भन्छ पछि अल्छी शेष एउटा काम 3 घन्टामा मात्रै गर्छस् हेर्नु साथीहरू मुवाको मेरो कुर्ता कस्तै छ हेर्नु मुवाको रानी पिङ मेरो रेड राम्रो रहेछ रुबी खिच्नु न यहाँ कोही सल पम्पमा सल लिएर आउँछु एकछिन ल त्यहाँ खिच्दै गर्नु मुवाको मेरो क्लिक पारे एउटा नखोल 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 न मैले स्टिच लाग्यो भगुमा सल झन् यसरी लगाउनुहुन्छ र उसको यस्तै देखामै भनेको त ल मेरो चाहिँ मैले सल यसरी फिजाएको छु मलाई चाहिँ फिजाउनु भएन तर हाम्रो नि ग्रिन ग्रिन नै सल क्या मेरो प्यारेट कलर मेहन्दी कलर मुवाको ग्रिन कलर राम्रो देखियो पुरै क्लिप क्लिप पार्नु अब नि यहाँ आइज न मुवा राम्रो आयो थ्याङ्क यू कस्तो आयो तपाईँ पनि खिच्ने लु जानु म खिचिदिन्छु बस्नु त राम्रो आइरहेछ यो पछाडिको लाइट धेरै हो लु यता हेर्नु एकैछिन लु बुवा जानु त्यो पर्दा नि लगाइदिन्छ रुबी मैले भने तर राम्रो चाहिँ राम्रै आएको छ कि पर्दा लगाएन चाहिँ राम्रो आउँछ यहाँनिर हामी फोटो खिच्दैछौँ है साथीहरू मुन्टो नमगे सिधा हुनु स्ट्रेटमा अब बुढो मान्छे कहाँ सिधा बस्छ तिमीहरू जस्तो हो ल बुढो
दे हेर्नु उल्टो बस्नु भयो नि बहिनी ठिक छ जतै बस्यो नि यहाँनिर चाहिँ हुनुहुन्छ माइजू अनि यहाँनिर हुनुहुन्छ बहिनी दुईजनाले यहाँ खाना पस्किँदै हुनुहुन्छ है यहाँनिर हेर्नु होला मुवाले त अघि खाइसक्नु भएको खाना ल यहाँ खसीको मासु माइजूले पकाउनु भएको माइजूले पकाउनु भएको अरे खसीको मासु यो दुध कस्तो दामी छाली लागेको नि ल यहाँनिर हेर्नु अब अन्त अनि नि कस्तो दामी लागेको कि अब यहाँ चाहिँ माइजूले खाना पस्किँदै हुनुहुन्छ अनि उता बुनु बुनु आज बान्डेमा पर्नु भएछ सल्भ गर्नेमा गाह्रो छ बुनुलाई पनि दुबे आउनु है हातुरा बस्नु हातुरा आउनु रुबीलाई दर्शन लागेर भ्याइनमै भइरहेछ अनि कहाँबाट दर्शन पाउनु अब बस्नु पर्यो हात धोएर लु साथीहरू ए अब मासु भात खाइँदैछ दसैँमा अब यहाँ माइजूकामा यो साग बुढो मामालीमा यसलाई के भन्छ थाहा छैन यो इस्कुस होला अनि यो मुलाको अचार खुर्सानीको अचार मासु यहाँ रुबी त्यहाँ माइजू यहाँ कान्छी ए खाइस् नि होइन आज घिउ मामालीमा टिका लाउन आउन मानेकै थिइनँ मामालीमा घिउ खुवाउँछु भनेर लिएर आएको यसलाई अनि के को जे भन्नु अनि एक बटुको दिएको अहिले भर्खर घिउ त्यो पनि माइजूको अन्त नि यहाँ फेरि सानो गाउँ छ 50-60वटा गाई त हाम्रै आँगनमै घुम्छ अरू त जङ्गल अरू खोज्नलाई टाइम लाग्छ गाह्रो छ नि हामीलाई त्यो दुम्सीमा गएको हात्ती त हाम्रै हो घरिघरि गाउँका धमाउँछ होइन भाइजू अनि हो नि अनि त्यो गाउँतिर पस्छ नि हात्ती तपाईँहरूकातिर पनि कहिले कहाँ आउँछ होला यी मामलीबाटै आएको हो अनि विचार गर्नु त्यो कालो कालो सुर लामो कान लामो भन्छ ए पक्कै निसल्कै मामालीको रहेछ भनेर बुझ्नु अनि गाह्रो छ ऊ अहिले मामाहरू त लाग्नु भयो बाघ खेदाउनु जानुभएको छ मामाहरू हजुर होइन म त यति नै हो त माइजू अब त भयो होइन त्यतिको त पाउनु भएको खाँदा नि होला कति पाउनु बाबामा हुनेलाई एकादशी नि फेरि हो मामालीमा खाएको खाना चाहिँ साह्रै मिठो हुने क्या घरमा यत्तिकै मिठो हुँदैन मामालीमा चाहिँ साह्रै मिठो हुने सबैलाई लाग्छ होला हौ यो मामालीमा भएको होला है मामालीको खाना चाहिँ अर्कै मजा आउने मामाली भएर पनि होला मान्छेहरू पकाएको त्यही भएर मुलाले खाना खाने गरी आउनु ठिक लाग्दैन मुला खासै खानु खायो मजाले भान्दालाई घिउ चलेर मासु खाँदैछु नि त भाइ मासु खाएकोलाई घिउ खासै मन पर्दैन त्यसैले म घिउ त खाँदिनँ म त घिउ खान्छु सबै खाइदिन्छु उहिले मामालीमा खाएर आइसकेको हो कि हामी घिउ मासु त मन पर्दैन मलाई पनि अब हामी फेरि घिउमै डुबेर आएको मान्छे हो नि त त्यसै खासै मन पर्दैन यो जस्तो होइन नि त पहिले म कान्छीलाई म मेरो बुढो मामालीमा लगेर तँलाई घिउ खुवाउँछु भनेरै स्कुलमा पठाउँथेँ यही हो भयो माइजू मै खान्छु लास्टमा
रुबी के छ ल अब खाइसकेपछि भेट्छु ल सो अब साथीहरू हामी चाहिँ उताबाट यता अर्को मुवाको अर्को मामाको घरमा आउँदैछौँ। यहाँ हाम्रो मुवाले टिका लाउँदै हुन्छ, ड्याडी टिका लाएर बाहिर गइसक्नु भयो। कता बस्नुपर्ने हजुर ल अब यताबाट सुरु अनि यताबाट त्यता सुरु होइन आऊ न तिमी पनि खिच ल। यहाँनिर मुवाले टिका लाउँदै हुनुहुन्छ, उता हाम्रो माइजू पनि हुनुहुन्छ, यता आमाले लगाइदिँदै हुनुहुन्छ। आयो हुन्छ म बस्छु तिमी त रुबी। ल साथीहरू यो अब आज मामामा आएको छौँ हजुरआमाको हातको हजुरआमा हजुरबुवाको टिका लगाइँदैछ झट्पसँगले। दसैँ हाम्रो दसैँ यस्तै छ, अब पछि पछि आउँछौँ टिका लाउँछौँ, भिडियो जहिले बनाउँछौँ होइन। पछि यो भिडियो मेमोरी हुन्छ नि त आफैलाई हेर्न पनि। तपाईँ जहिले चक्लेट राख्नुहुन्छ है आमा? जहिले 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 विचार गर्छु वर्षै पछि चक्लेट हुन्छ आमाकामा जहिले। चढाउनु पर्यो नि त सबै हजुर खाइयो तर आमाकोमा पनि हुन्छ भनेको क्या। अमेरिका जुरा छाप्ने त्यो जमानाले पूजा हुन्छ नासी ज्ञानी हुनु आयुष लगाएको छैन नि के भन्छ आयुष? आयुषले के पाएन चक्लेट पाएन? यहाँ मुवा र आयुष चाहिँ पिङ खेल्दै हुनुहुन्छ मजाले। यहाँ माइजहरूकोमा आएर टिका सिका लगायो अरे अनि यहाँनिर यो पिङ खेल्ने धमाधम मजा आयो। धर्ती छोड्न पाएन आज छोडेर कसैले लाएन न हाम्रो चाली जस्तै रहेछ एउटा हाम्रो त त्यसो गर भने त रिसाउँछ। ल गयौँ ल माइजू भाइ गएको ल भाइ हामी त गएको है। ल तपाईँहरू त बस्नु जाउँ हामी जाम जाम। अब ठुलो मम्मीकोमा जानु छ साथीहरू। अब हाम्रो जेठी ठुलो मम्मीकोमा गएकै छैन, बल्ल मुगाको बुढो माउलीतिर छ। मुगाको माउली हाम्रो बुढो माउली बल्ल सक्यो। अब हाम्रो जेठी ठुलो मम्मीकोमा जाने हो उहाँ जोलामा बुवाले। ल चढ छोरो यहाँ हालिदिनु भएको छ। अब यहाँ चाहिँ मुवा डेडीले टिका लाउँदै हुनुहुन्छ। यहाँ मुवाको सानियामा यता हुनुहुन्छ हजुरआमाहरू, यता पनि हुनुहुन्छ बिरामी हुन्छ नि त। अनि बुवाले चाहिँ टिका लगाइदिँदै हुनुहुन्छ। भयो भयो ऐश्वर्यं नौसे गतिश्च पवने मानं च दुर्योधने
सोऽयं शान्तनदे बलं हरदरे सत्यं च कुन्ती सुते विज्ञाने विदुरे भवतु कीर्तिस्तनारायणे ब्रह्मा करोतु दीर्घायु त्यो ब्रह्मा करोतु दीर्घायु विष्णु करोतु सम्पदा हर हरोतु पापानि नाशं रक्षतु चण्डिका तल सिउँछमा मेरो दाजु हुनुहुन्छ ठुलो दाजु मलाई त्यहाँ तल हुनुहुन्छ मेरो दाजु भनेका ल यहाँनिर टिका लाउन धमाधम छ हाम्रो चाहिँ कुदाकुद भइराखेको छ आज बिहानदेखि हिँडेको यतिखेर 3-4 बज्न आँटिसक्यो कुदि नै राखेका छौँ टिका लाउनलाई यहाँ लाइनमा पर्खिरहनु भएको यता हामी दुईजना उता रुबी क्यामेराम्यान बनेर पुरा खिचिरहनु भएको आयुर्द्रोणसुते प्रियं दशरथे शत्रुक्षयं राघवे ऐश्वर्यं नौषे गतिश्च पवने मानं च दुर्योधने शौर्यं शान्तनवे बलं हवदरे भन नि उसले पालो मिचो म हजुरलाई चुट्टा लाग्ने टिका भन्छु तर लाग्दा मै ढिलो भएन यहाँ बस बहिनी तिमीलाई एउटा कुरा थाहा छैन होला यो त पङ्कजाक्षी नमसतवदने भारत यो त विद्यार्थी पो त तपाईँको होइन हो नि पङ्कजाक्षी नमसतवदने भारती कण्ठदेशे यसलाई त पढाउनु होइन त हो त भारती कण्ठदेशे वर्धन्तां बन्धुवर्गा सकलरिपुगणा यान्तु पातालमपि देशे देशे सुखतु विचरतु भवतां थुप्रो पढाउनु भयो यसलाई शुभ्रा पढाइ कति वर्ष जीवत्वं पुत्रपुत्रै सकलसुखयुतो हायनानां सतन्ता आयुर्द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ऐश्वर्यं नौषे गतिश्च पवने मानं च दुर्योधने शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते विज्ञाने विदुरे भवतु भवतां कीर्तिस्तनारायणे तानामा चाहिँ आदैछु यसको त यता छ सिउरी दिने दक्षिणा पनि दिनु पर्यो यसलाई त कति वर्ष पढाउनु भएको भयो तपाईँले बिचरा सानो कक्षादेखि पढेको नि अब उही स्कुलै अगाडि बुवाको कुरा सुन्दै के अरे भयो आयुर्द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ऐश्वर्यं नौषे गतिश्च पवने मानं च दुर्योधने शौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते विज्ञाने विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ब्रह्मा करोतु दीर्घायो विष्णु करोतु सम्पदा हर हरोतु पापानि गात्रां रक्षतु चण्डिका हामी यहाँनिर आइपुग्यौँ टिका लाउन बडेमा बडीमाकोमा तपाईँले लुगा देखाएको छैन मैले अनुहार मात्रै देखाएको ल त ल त्यसो भए उयो के अरे यहाँनिर उँधो चाहिँ नदेखा कपडा लगाएको छैन घर बस्दा यस्तै त हो नि कति राम्रो लुगा लगाएर र पनि गर्ने हो अनि लगाइदियो अब अहिले घुमेर आएर गलेर लुगा खोलेर फेसमा बसेको बेला चाहिँ अब यस्तो बौला जस्तो कहाँ राम्रो हुन्छ हौ लु लगाउँ न त टिका लु आउँ आइज नि बस लु 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 टिका लगाऊँ अनि टिका लगाएर खाना खाऊँ कता यता बस्ने हामी लु बस्दै आइस ल समय मोबाइल दिदी दिदी लुगा नभित्र है यहाँ यता लुगा छ नहाल ल लिएर म अहिले
सो साथीहरू हेर्नु टिका सिका लाएर हामीले सक्यौँ होइन टिका सिका लाएर सक्दा रातिको अहिले टक्रक्क 8 बज्यो अब हामी हिँड्दै नै जानु पर्यो ड्याडी र दाइ चोकतिर गएर बस्नुभएको छ अब हामी भोलि फेरि टाढा जानु छौँ साथीहरू टिका लाउनलाई त्यही भएर आजलाई यति नै बाई बाई गुड नाइट सबैजनालाई अब अहिले बेलैमा सुतेर बिहान बेलैमा उठेर हिँड्नुपर्ने छ नि त त्यही भएर सो बाई बाई भोलि भेटौँला गुड नाइट गुड नाइट भन गुड नाइट टिकाले पनि लट्ठै भयो लिएर हिँड्नु होला यसरी लाइट बाल्दै बाल्दै हिँड्नु होला छैन भने अर्डर गरिदिनु होला हाम्रो ड्याडीलाई ल बाई गाइज बाई 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 गाइज